हेलो एभ्रिवान, यो चाहिँ मेरो फर्स्ट ब्लग हो। अनि म चाहिँ यहाँ युमा छु। म यहाँ युमा सेक्युरिटी गार्डको जब गर्छु। तपाईँहरू हेर्न सक्नुहुन्छ, यो चाहिँ मेरो रुम हो। कम्पनीमा छु म चाहिँ। कम्पनीमा छु, राम्रै छ। रुमहरू पनि राम्रै सफासु गरेछ। एउटा रुममा हामी 4 जना बस्छौँ। 4 जना प्रोभाइड गर्छ कम्पनीले। तपाईहरु कतिजनाले सोच्नुहुन्छ होला सेक्युरिटी गार्डको बारेमा हैन, प्रोसेस के कस्तो हो। त्यस्तो केही खासै हुँदैन, नर्मल हुन्छ। कन्टिजेन्सी अगर तपाईको उता कन्टिजेन्सीहरू छ भने त्यहाँबाट तपाईहरु कन्ट्याक्ट गरेर इन्टरभ्यु बसेर आरामले आउन सक्नुहुन्छ कम्पनीमा। त्यो एजेन्ट थ्रुबाट चाहिँ तपाईहरु बेसी मात्रामा नआउनु, किनकि एजेन्ट थ्रुबाट चाहिँ एजेन्टहरू अलिकति कतिजना फ्रड हुन्छ, कतिजना चाहिँ राम्रै हुन्छ। अनि त्यसलाई चाहिँ म चाहिँ भन्छु कम्पनीबाट आउनु। टाइम पनि भइसक्यो ड्युटी जाने। गाडी आएर बसिरहेको होला बाहिर पनि। 5-10 मिनटमा अब गाडी पनि निस्किन्छ। त्यसलाई म भटाभट अहिले रेडी हुन्छु ड्युटी जानुको लागि। म चाहिँ यो फर्स्ट ब्लग बनाएको। अगर तपाईहरु केही भन्नु मेरो मिस्टेक छ भने चाहिँ तपाईहरु भनिदिनुहोस् है, कमेन्ट गरेर सपोर्ट गरिदिनुहोस्। तपाईहरु लाइक, कमेन्ट, सब्स्क्राइब गरिदिनुहोस्। तपाईहरुलाई म नेक्स्ट भिडियोमा तपाईहरुलाई म सेक्युरिटी गार्डको बारेमा अझै भन्ने छु हैन, के कस्तो ड्युटीहरू कस्तो हुन्छ, कति घण्टा काम हुन्छ, स्यालेरी कस्तो हुन्छ भन्ने छु। अहिले चाहिँ म कस्तो दिएछ हेर्नुहोस् न, भनिदिनुहोस् है कमेन्ट गरेर चाहिँ। अनि तपाईहरु आउनु भयो भने चाहिँ यहाँ नरेलतिर चाहिँ लाउनुहोस् है, किनकि यहाँ युएमा तपाईको यस्तो कपाल पुरा झर्दैछ हौ। मेरो पुरा झरेर हेर्नु न, छेउछेउमा कपालै छैन। कस्तो बाक्लो कपाल थियो, पुरा झर्यो। अनि अहिले त रेडी पनि भइसक्यो म, टाइम पनि भयो हैन। सेलेरी पनि आएको छैन। सेलेरी पैसा आएको थियो, सक्यो, घरमा पठाएर सक्यो। पर्स पनि खाली भइरहेछ अहिले। हेर्नुहोस् हैन भने तपाईहरु त्यस्तै हो। तपाईहरुलाई म नेक्स्ट भिडियोमा चाहिँ राम्रो भन्ने छु। मेरो च्यानललाई चाहिँ लाइक, कमेन्ट, सब्स्क्राइब चाहिँ गरिदिनुहोस् हैन। अहिलेको लागि चाहिँ बाइ बाइ ल। अब भोलि